हे ब्रो, के छ हाल खबर? मलाई त आज तपाईँहरू पनि अहिले बर्डन चाहिँ फिल गर्नु भइरहेको होला। अहिले मसँग पनि त्यही भइरहेको छ। र हिजोको भिडियोमा चाहिँ तपाईँहरूले धेरै चाहिँ प्यार देखाउनु भयो र एकजना भाइले यो पनि कमेन्ट गरेको छ कि मतलब अहिले 1 महिना टाइम छ, अहिले सब चिज मतलब गर्न सक्छ। हो भाइ, तिम्रो कुरा चाहिँ यता सही हो के, म एग्री गर्छु। तर हेर, के भनौँ अब तिमीलाई, मतलब अहिले म पढ्न सुरु गरिदिन्छु भने, लेट्स सपोज म केमिस्ट्री नै पढ्न सुरु गरिदिन्छु भने, अब त्यो पढ्छु भने फिजिक्समा चाहिँ गडबड हुन्छ, फिजिक्स विषयमा जान्छु, म्याथमा गडबड हुन्छ। त्यसकारण अब कहाँ हुन्छ 1 महिनामा। कमेन्ट गरेको छ कि भाइले, एकजना भाइले कमेन्ट गरेको छ, त्यहीलाई म यहाँ भन्न खोजिरहेको छु। अब म केमिस्ट्री पढ्न सुरु गरिदियो भने म्याथ छुट्न जान्छ, फिजिक्स छुटिहाल्छ। तब एउटा सब्जेक्ट चक्करमा म 2वटा सब्जेक्टमा चाहिँ नराम्रो गर्न सक्छु नि। त्यसकारण अब समय छैन क्या, अब जे गर्नु छ अब रिभिजन नै गर्नुपर्छ। त्यही मतलब भन्नको लागि आज यो स्पेसली भिडियो बनाइरहेको छु। मतलब भाइहरू छ नि, मतलब भाइ नभनौँ, मतलब नेभको स्टुडेन्ट, म पनि अहिले नेभकै नै इक्जाम दिन लागेको। त अब टाइम छैन क्या, अब जे टाइम थियो त्यो अहिलेसम्म मात्र छ, अब छैन। अब मतलब यो 30 दिनमा अब तपाईँलाई जति पनि कुराहरू तपाईँले पढ्नुभएको छ नि, त्यो सबलाई अब रिभिजन गर्न सुरु गरिदिनु। अब मतलब धेरै पनि कुरा हुनसक्छ नि जुन चाहिँ हामीले बिर्सन सकेको हुनसक्छ। त्यसकारण रिभिजन एकदमै जरुरी छ, नत्र जे पढेको हुन्छ त्यो सब चाहिँ बिर्सन लाग्छु क्या। अब समय छैन। तपाईँ सोच्नुहुन्छ कि मतलब अब जुन छुटेको च्याप्टर छ त्यो पढिहाल्छु, त्यो पनि रिकभर गरिहाल्छु, त्यो हुनुवाला छैन, पोसिबल छैन। अब तपाईँले जति पढ्नु भएको छ नि त्यसलाई नै अब चाहिँ रिकल गर्नु होला, त्यसलाई नै सम्झ्नु होला, बुझ्नु होला, चाहे जे गर्नुहुन्छ भने तपाईँहरू गर्नु होला। अब नयाँ च्याप्टरहरू चाहिँ पढ्नु जरुरी छैन, बुझ्नुभयो नि। न त धेरै चाहिँ अप्ठ्यारोमा जान सक्नुहुन्छ क्या। यो म आफ्नो पुरा एक्सपिरियन्सबाट भनिरहेको छु कि मतलब कसरी मैले पढेको छु। मलाई थाहा छ नि यार, हैन। मतलब रिभिजन गरिहाल्नु क्या, अब नपढ्नु होला धेरै कुरा, नत्र जे पढेको हुन्छ त्यो पनि तपाईँहरू बिर्सनुहुन्छ, हैन। र त्यो भिडियोमा तपाईँहरूले राम्रो भ्युज चाहिँ दिनुभएको छ क्या, मतलब लगभग 1000 भ्युज चाहिँ पुग्नुवाला छ थोरै दिनमा। त मतलब भ्युजको लागि म यो भिडियो बनाइरहेको छैन, त्यो तपाईँहरू नसम्झ्नु होला। म तपाईँहरूलाई यहाँ म आफै चाहिँ नेभको स्टुडेन्ट छु, त म तपाईँहरूलाई पनि केही कुराको बारेमा चाहिँ मतलब केही इम्पोर्टेन्ट कुराहरू हुन्छ नि त्यो तपाईँहरूसँग पनि सेयर गरिदिन्छु। म मात्रै थाहा भएर त हुँदैन नि, तपाईँहरूलाई पनि अलि थाहा गराउनु पर्छ नि, होइन। त्यसैले म तपाईँहरूलाई पनि भनिदिन्छु है। त मैले भनेको कुरा तपाईँले बुझ्नुभयो नि। मतलब अब नपढ्नु होला धेरै च्याप्टरहरू, नत्र जे पढेको हुन्छ नि तपाईँहरू त्यो पनि बिर्सन सक्छु के, होइन। र यता मैले इलेक्ट्रिकल सर्किट्स हेर्नु न, यो नोट कहिले लिएको छु र आजसम्म यो नोट मैले कहिले पढेको छैन। यो नोटलाई म आफू सिर्फ जुन कलेजमा सरहरूले नोट्स लेखाएको हुन्छ नि त्यो नै पढेर मात्र बसेको छु। यो जुन मार्केटबाट लिएको छु म एक्सटर्नली आफ्नो पढ्नको लागि, तर यसलाई मैले कहिले पनि पढेन। धेरै गाह्रो छ। रिभिजन गर्नु न, केही हुँदैन, सब म्यानेज भइहाल्छ, केही छैन। तपाईँहरू पास गर्न सक्नुहुन्छ के, मलाई विश्वास छ के, सबजना पास गर्न सक्नुहुन्छ। अल द नेभ स्टुडेन्ट्स डुइङ बेटर इन देयर नेभ इक्जाम्स, अन्डरस्ट्यान्ड। मतलब केही हुँदैन क्या, टेन्सन नलिनु होला। जस्ट चिल पारामा जानु, इक्जाम दिनु र केही हुँदैन। अब के भनौँ तपाईँहरूलाई, मलाई आफै चाहिँ एकदम गाह्रो चाहिँ के कस्ता जस्तो मतलब फिल भइरहेको थियो। अब यो भिडियो बनाएर म आफ्नो मनलाई त हल्का गर्न सक्छु। तपाईँलाई अलि नराम्रो लागिरहेको होला त भने भिडियो बनाएर यसरी सेयर गरिदिनु होला तपाईँहरू पनि, हैन। र अहिले चाहिँ मैले चाहिँ रिभिजन गरिरहेको थिएँ यो के भन्छ भोल्युमेट्रिक एनालाइसिस। त्यो मतलब फिजिकल केमिस्ट्रीको जति पनि च्याप्टर छ नि, भोल्युमेट्रिक एनालाइसिस भइहाल्यो, एनिक इक्विलिब्रियम, थर्मोडाइनामिक्स, केमिकल काइनेटिक्स, इलेक्ट्रोकेमिस्ट्री, सबलाई अहिले रिभिजन गरिरहेको छु। अब पढ्नुको टाइम छैन धेरै, रिभिजन गर्नु भइहाल्यो। त्यति गर्दा तपाईँले पुगिहाल्छ क्या। केमिस्ट्रीमा यो इनफ हो, अब त्योभन्दा बढी नगर्नु होला। किनभने एउटा नेभ स्टुडेन्टलाई नै थाहा हुन्छ कि मतलब कति कुरा चाहिँ के कस्ता इम्पोर्टेन्ट हुन्छ, हैन। ल, आजको यस भिडियोमा मैले त्यही भन्नुको लागि आएको। ल, राम्रोसँग पढ्नु क्या। म पनि अब बढी चाहिँ यो कन्टेन्ट क्रिएसनमा चाहिँ समय आफ्नो
लगाउँदैन, नत्र मेरो पनि के हुन्छ तपाईँहरूलाई पनि थाहा होला। एक्जाम पछि नै थाहा होला, अहिले त कहाँ थाहा हुनसक्छ। ल ठिक छ, आजको भिडियोमा यति नै, फेरि बाई बाई।